आयो ल सुँगुर चाहिँ ठुलै रहेछ अस्ति बेच्ने कुरा हेलो साथीहरू गुड मर्निङ के छ साथीहरू सबैजना सन्चै आरामै होला म एकदम सन्चै छु अहिले चाहिँ लगभग 12 बज्न लागेको छ म चाहिँ धेरै पछि आज भ्लग बनाउँदैछु साथीहरू गाउँ घरकै भ्लगहरू हो म चाहिँ अब बिचमा भ्लगहरू बनाउन सकेको थिएन त्यही कारणवश म चाहिँ अब चाहिँ भ्लगहरू कन्टिन्यू गर्न चाहन्छु सो साथीहरू म चाहिँ अहिले घरमा एक्लै छु मम्मी बाबाले चाहिँ बस्तुकोमा जानुभयो गोठतिर जानुभयो अनि मासतिर म चाहिँ घरमा आज एक्लै छु घरमा म चाहिँ घर सरसफाइ कार्यक्रम अनि त्यस्तै हो घर लिपपोत गर्ने त्यस्तै भन्नु पर्यो कोदो कुट्नु त्यस्तै छ गाइज आज चाहिँ म चाहिँ खाना खाएर पनि आज अब कोदो चाहिँ गाउँ के अरे घाममा सुकाएको त्यो कोदोलाई चाहिँ कुट्नु पर्ने हुन्छ अनि कुटेर चाहिँ घरहरू लिपपोत गर्नुपर्ने छ त्यही भएर म चाहिँ यता आज चाहिँ घरमै मेरो दिनहरू बित्छ होला सायद हेर्दै जाउँ साथीहरू म चाहिँ अब कोदो कुट्नको लागि रेडी गरेको छु किनभने घर नि बरालिसकेँ घर बरालेर त्यही अब यो घरभित्र चाहिँ कोदो कुट्नु पर्ने हुन्छ किनकि घाममा सुकाएको थियो घाममा सुकाएर मैले चाहिँ अब कोदो चाहिँ त्यहाँ राखिसकेको छु अब कुट्नु पर्ने हुन्छ यता चाहिँ हाम्रो अङ्कलहरूको घर मासतिर चाहिँ भयो अनि यो घर हाम्रो भयो घरतिरको भ्लग चाहिँ म खासै बनाएको छैन त्यही भएर मासतिर चाहिँ यो लुगाहरू नि सुकाएको छ यो घर अनि यो घर चाहिँ हाम्रो भयो यता काकाहरूको भयो होइन अङ्कल काकाहरूको भयो यता यो सबै सुन्तला बारीहरू भयो सुन्तलाहरू नि यसपालि खासै फलेन रहेछ हाम्रो चाहिँ सुन्तला बारीहरू अलिकति उतातिर छ यता काँक्रा भयो यता नि काँक्राहरू छ अनि केराहरू भयो यो चाहिँ किचन है म चाहिँ अब कोदो कुट्नु पर्ने हुन्छ कोदो चाहिँ घाममा सुकाउनु त सुकाएको छु धेरै पछि घाम लागेर यहाँ चाहिँ खासै आगो नै फुकिँदैन त्यही भएर अलिकति घर चिसो उठेको छ अब यिनीहरू पनि यो कोदो चाहिँ मेरो यहाँ छ ल साथीहरू मैले सबै रेडी गरिसकेको छु यो कोदो चाहिँ मैले कुटिसकेर यसमा हालेर राखेर अनि यता चाहिँ घर लिप्नुपर्ने हुन्छ अनि माथिको घर लिप्नुपर्ने हुन्छ किनकि अब भोलि पर्सि दसैँ आउन अब 7-8 दिन मात्रै बाँकी छ त्यही कारणले गर्दाखेरि पछि भ्याउँदैन त्यही भएर यहाँ घर लिपपोत र सरसफाइ गर्नुपर्ने हुन्छ हेर्दै जानु गाइज अझै म कोदो कुट्नु पर्यो कोदोलाई चाहिँ मैले कुटेर यस्तो बनाइसकेँ कोदो देख्न सकिन्छ कोदो चाहिँ यस्तो भइसक्यो कुटेर नि अब यसलाई चाहिँ मैले यो थुम्सेमा राख्नुपर्ने हुन्छ यो थुम्सेमा राखेर यो सबै उठाएर यहाँ चाहिँ फेरि मैले घर लिप्नुपर्ने हुन्छ सो साथीहरू म चाहिँ गोबर लिनको लागि यहाँ जाँदैछु गोबर लिएर चाहिँ घर लिप्नुपर्ने हुन्छ
यता चाहिँ कहाँ यो अङ्कलहरूको घर हो। अङ्कलहरू हुनुहुन्छ कि हुनुहुन्न? अङ्कलहरू नि हुनुहुन्न रहेछ। सो अङ्कलहरू हुनुहुन्न रहेछ, मासतिर हुनुहुन्छ कि कता हुनुहुन्छ हेर्नुपर्ने हुन्छ। यो सबै साथीहरू सुन्तलाबारी हो, सबै सुन्तलाबारी। हाम्रो गाउँ घरतिरको यस्तै छ, नजरहरू चाहिँ सुन्तलै छ है। जता भए पनि सुन्तला मात्रै छन्, रोपेको छ। यता मसिनो बिरुवा नि टन्नै छन्। यो चाहिँ अङ्कलहरूकै भयो। हाम्रो चाहिँ अलिकति उतापट्टितिर भयो। तपाईँहरूलाई म माथिबाट देखाउने हुन्छ। यता अङ्कलहरू घरमै हुनुहुँदो रहेछ। घरमा भन्दाखेरि नै वस्तुकोमा हुनुहुँदो रहेछ। म चाहिँ गोबर माग्नु पऱ्यो भनेर उहाँको वस्तुहरू चाहिँ यता हुनुहुन्छ। यता हाम्रो हुनुहुन्छ अङ्कल चाहिँ। ए बाबु जेठ गोठा लगाएको नि केतेको लागि गोबर भीम राउँ नेङ्क्लो राउँ कि चाहिँ अघिमा बस्तो उकेले भूमिमा कि चाहिँ गोबर रे भीम राउँ उफ ए बस्तो 1 किलो आनु ए ल कि चाहिँ मलाई ल्याउनु पर्यो। यता छ हाम्रो अङ्कलहरू चाहिँ। वस्तुको किलो चाहिँ यता रहेछ नि। यता किलो भएको कारणले यतै गोबर नि यतै छ भन्नु भएको छ। यो चाहिँ हाम्रो थुलुङ राईको भाषा है, थुलुङ राईबाट बोलेको। गोबरहरू चाहिँ यतै रहेछ। मैले चाहिँ वास्ता नगरिकन आएको। सो साथीहरू फाइनल्ली म चाहिँ यता डाँडा नै आइपुगेँ। डाँडा चाहिँ यो डाँडा चाहिँ धेरै टाढो होइन, त्यहाँदेखि यता आएको म। त्यो घर चाहिँ पुच्छरको चाहिँ, त्यो पुच्छरको 2टा घरहरू चाहिँ हाम्रो हो। त्यो टल्किरहने सबै छरछिमेकी। यस यो चाहिँ सबै सुन्तला खारीहरू भयो साथीहरू। यो अब मङ्सिर पुसमा चाहिँ एकदम मजाले, मङ्सिर पुस माघतिर चाहिँ मजाले पाकेर एकदम पहेँलो गाउँ नै देखिन्छ। अहिले चाहिँ अलिकति भर्खर सानै छन् नि, त्यस कारणले गर्दाखेरि अलिकति राम्रो देखिँदैन भनौँ न अहिले। उफ धेरै पछि घाम लागेको कारणले गर्दाखेरि अलिकति घाम चाहिँ पचाउनु सकेको छैन। पानी आएर पनि सुक्खा छैन। घाम अङ्कलहरूले यो के गहुँ सुकाएको रहेछ। आइज ने खाऊ आइज उठ के हो ठुलो रहेछ। किन हाम्रो चाहिँ सुँगुर अलिकति सानै छन्, त्यही भएर सुँगुर चाहिँ अस्ति एउटा मर्यो, त्यही भएर सुँगुर चाहिँ ठुलै रहेछ। अस्ति बेच्ने कुरा। अनि त्यो चाहिँ भयो कोसी है साथीहरू, कोसी सोलुखुम्बुको मापे सिमाना पर्छ गाइज। यतापट्टि यो म बसेको यो डाँडादेखि गाउँपालिका भयो भने यो चाहिँ भयो मापे दुधकोशी गाउँपालिका। यो मापे दुधकोशी गाउँपालिका हो, यो बजार क्षेत्र हो। अनि मास्तिर गाउँपालिका भयो साथीहरू। यो चाहिँ मापे दुधकोशी 6 र 7 पर्छ।
कस्तो देखिन्छ चाहिँ राम्रो जुम नि आउँदैन। साथीहरू यस्तै छ गाउँघरतिरको चाहिँ दृश्यहरू चाहिँ यस्तै छन्। सो साथीहरू म चाहिँ घर पनि लिप्न सकेर पनि दुईवटा घरहरू सबै लिपिसकेर पनि बरालिसकेर अनि म चाहिँ अब खाजा खाँदैछु। खाजा चाहिँ यो लोकल केरा है साथीहरू, यो यहीँ बारीकै लोकल केरा हो, नेचुरल लोकल केरा हो। अनि म चाहिँ अब मासतिर पसल जान पर्ने छ, त्यही भएर पसल गएर धेरै काम छैन, त्यही 20 मिनट जति मेरो काम छ। त्यसपछि फेरि म घर नै फर्किन्छु। साथीहरू फाइनल्ली म चाहिँ माथि कामहरू सकेर नि म चाहिँ माथि पसलतिर जाँदैछु। पसल चाहिँ यहाँबाट त्यही बाइकमा 10 मिनट लाग्छ होला। घर छेउसम्म चाहिँ बाइक अलिक आइपुग्न गाह्रो भएर म चाहिँ बाइक चाहिँ अलिकति मासतिर राखेको छु। सो साथीहरू म चाहिँ होइन लागेको छु। बाटो चाहिँ यस्तो छ, सानो है बाटो चाहिँ। आयो ल 4 घर के लुमराउँ यो पोल्यौँ है ल। ए मैले गर्छ नि लुमराउँ। बाटो नै यस्तो एकदम खराब छ है, एकदम बाटो खराब छ। यस्तो बाटो छ यहाँसम्म चाहिँ अलिकति खप्पम छ है बाटो साथीहरू, यहाँदेखि चाहिँ अलिकति राम्रै छ बाटो। यता चाहिँ अलिकति
हाम्रो गाउँतिरको बाटो चाहिँ यस्तै छ है साथीहरू, के गर्नु। ओहो साथीहरू, मेरो चाहिँ यहाँको बाइकको त्यत्तिकैमा खसेछ क्या अघि अफ रोडमा अलिकति उखाड्दाखेरि यहाँको यो ह्यान्ड ब्रेकको यहाँभित्रको नट नै गएछ क्या। ह्यान्ड ब्रेक नि लाग्दैन होइन, यस्तै छ, भर्खरै थाहा पाएको होइन। अघि कता तलै खस्यो होला सायद, बाटोमै खस्यो जस्तै लागिरहेछ। पुरा झ्याउ भयो गाइस, कसरी अब फुट ब्रेक मात्रै लाउनु पर्ने भयो अझै। साथीहरू मेरो चाहिँ बिजोग भएछ। लाउनु त फुट ब्रेक त लाग्छ, त्यही पनि यस्तो झ्याउ भयो कि एकदम झ्याउ हुने भयो। गाउँघरतिर एकदम गाउँघरतिर वर्कसप नजिक छैन है गाइस, के गर्नु। काठमाडौँतिर भइपो त्यहाँ वर्कसप छ, यतातिर त बाइकतिर नि एकदम गाह्रो छ। Bantu olah bunyi. Alang golang. Satu iom ya teman, sama gini tuh. साथीहरू म चाहिँ फर्किसकेको छु। यो ह्यान्ड ब्रेक बिना एकदम अप्ठ्यारो लाग्दो रहेछ साथीहरू। ह्यान्ड ब्रेक बिना त एकदम अप्ठ्यारो लागिरहेछ। खोइ त्यहाँको नट कहाँ खस्यो, म हेर्नु चाहिँ हेर्दै जान्छु बिस्तारै। म चाहिँ फर्किसकेको छु, मान्छे नि भेटेन। म हेर्छु होइन, पाउँछ पाउँदिनँ। साथीहरू म चाहिँ यहाँ आइपुग्दाखेरि अब म हेर्न चाहिँ हेर्छु। साथीहरू म चाहिँ पसलबाट पनि म मान्छे नि भेटेन अनि फर्किसकेको छु।